ड्रिम बिगेन्स वेयर द बल रोल्स। तर यो बल नेपालमा अहिले थन्किरहेको छ। फुटबल एउटा सपना हो, तर किन रोकिरहेको छ त यसको यात्रा? लेट्स टक अबाउट द ट्रुथ फ्रम द ग्राउन्ड, फ्रम द हार्ट। वेलकम टु ड्रिम अन ग्रास नेपाल, जहाँ गल्ली गल्लीमा खेलिन्छन् सपना, जहाँ बच्चा बच्चाले नाङ्गो खुट्टाले बल हान्दै भन्छ मेस्सी, रोनाल्डो, पेले भन्ने। तर पनि नेपालमा फुटबल इज नट ग्रोइङ। किन? यो कुरा गर्दाखेरि सबसे फर्स्टमा आउँछ हाम्रो सर्ट डोमेस्टिक लिग, जुन कहिले हुन्छ कहिले हुँदैन, या हुन्छ या हुँदैन भन्नै सकिन्न। भए पनि हाम्रो लिग 2-3 महिनामै सकिन्छ। खेलाडीहरू बेरोजगार हुन्छन्, क्लब निष्क्रिय हुन्छ र देशभर फुटबल सुनसान हुन्छ। अनि मेस्सी बन्छु भनेर हिँडेको खेलाडीको सपना पनि त्यही 2-3 महिनामा लिगसँगै सकिन्छ। अनि आउँछ ल्याक अफ इन्फ्रास्ट्रक्चर। देशभर एउटा मात्र ठुलो स्टेडियम छ, त्यो पनि क्यापिटल सिटी काठमाडौँमा मात्र। बाँकी देशमा एउटा खेल्न लायकको राम्रो ग्राउन्ड पनि छैन। अनि रोनाल्डो बन्न सक्ने पोटेन्सियल भएको प्लेयर गाडी कुदिरहेको बाटोमा खेल्न बाध्य। अनि आउँछ नो ग्रासरुट सिस्टम। स्कुल कलेजमा फुटबल छैन। फुटबल मात्र होइन, अरू कुनै स्पोर्टै छैन। अनि नेपालको एजुकेसन सिस्टममा स्पोर्ट्सलाई एकदमै राम्रो बनाउनु पर्छ भन्ने कुरा एक्जिस्ट नै गर्दैन, या स्पोर्ट्स नै एक्जिस्ट गर्दैन। स्पोर्ट्सको नाममा नेपालमा क्विज कम्पिटिसन खेलाइन्छ। अनि आउँछ आउटडेटेड कोचिङ सिस्टम। कोचिङ 1914 को जमानाको छ। मोडर्न फुटबलको एरामा न टेक्नोलोजी छ, न फुटबललाई एउटा प्रोफेसन जसरी नै हेरिन्छ। अनि प्लेयरको लेभल बढ्ने त चान्स नै भएन। फुटबल एउटा रमाइलोमा मात्र सीमित भइरह्यो। अनि अनप्रोफेसनल क्लबहरू एकदमै अनप्रोफेसनल छन्। यिनीहरू सिजनभरि खेल्दैनन् या खेलाउँदैनन्। यङ प्लेयरले चान्स नै पाउँदैन। राम्रो स्काउट छैन, जो राम्रो खेलिरह त्यसले पनि चान्स पाउने कुरै छैन। नो लङ टर्म प्लान एज वेल। एन्फामा योजनै छैन, केवल छ त राजनीति मात्र। लिडरसिप चेन्ज हुन्छ, मान्छे चेन्ज हुन्छन्, तर सिस्टम जस्ताको त्यस्तै हुन्छ, कहिले नै चेन्ज हुन्न, या कसैले के चेन्ज गर्ने खोज्दैन। अनि जबसम्म यो चेन्ज हुन्न नि, तबसम्म फुटबलको डेभलपमेन्ट एकदमै अनि यो सब भनिराख्दाखेरि यसको मतलब यो होइन कि नेपालमा फुटबलको डेभलपमेन्ट हुनै सक्दैन या गर्नै सकिन्छ। सो वाट क्यान वी डु टु मेक इट बेटर? नम्बर 1, फुटबल इन स्कुल। स्कुलमा फुटबल खेलाउनुपर्छ, बालबालिकाले खेल्न पाउनुपर्छ। दिस मस्ट बी डन इन इच एन्ड एभ्री स्कुल। खेलाउनु मात्र होइन, प्रपर गाइडेन्स अनि कोचिङका साथ खेलाउनुपर्छ। एकदमै खेलाडीहरूलाई पछिल्लो लङ टर्मको लागि प्रिपेयर गर्नुपर्छ, इन्जुरीहरूबाट बचाए। नम्बर 2, इन्भेस्ट इन इन्फ्रास्ट्रक्चर। एभ्री प्रदेशमा, जिल्लामा या नगरपालिका वा गाउँपालिकामा कम्तीमा एउटा खेल्न मिल्ने ग्राउन्ड हुनुपर्छ, विथ प्रपर ग्रास, लाइट, स्ट्यान्ड एन्ड द अदर बेसिक फेसिलिटिज। नम्बर 3, अब मैले भन्न लागेको कुरा इज एकदमै इम्पोर्टेन्ट। ट्रेन अर ब्रिङ मोडर्न कोचेस। कोचहरूलाई कम्तीमा पनि AFC, UEFA लेभलको ट्रेनिङ दिनुपर्छ। त्यसको साथसाथै यङ कोचहरूलाई प्लेटफर्म अनि प्रमोट पनि गर्नुपर्छ। 4, प्रोफेसनल लिग्स। एटलिस्ट सिजनभर चल्ने लिग हुनुपर्छ, प्रमोसन रेलिगेसन सिस्टम भएको। एन्ड एभ्री क्लब सुड बी बाउन्ड विथ रुल्स बाई एन्फा, एन्ड जसले ब्रेक गर्छ they must be punished. And for me, the most important part, invest in player. खेलाडीले खेल्ने हो। Player must be paid in time and must provided good diet. त्यो मात्र होइन, also they need to have insurance, career planning and most importantly सम्मान पनि। अनि at last, honest leadership, better media and marketing. नेताहरू कुर्सी होइन, पार्टी होइन, खेलको सेवा गर्ने हुनुपर्छ। फुटबललाई मेन स्ट्रिम मिडियाले हल्का प्रायोरिटी दिनुपर्छ। फेसबुक, युट्युबमा फुटबलको प्रमोट गरिनुपर्छ। क्लबहरूले पनि प्लेयरको प्रमोसनको लागि कन्टेन्टहरू अनि प्लेटफर्महरू दिनुपर्छ। फ्यानहरूलाई हेर्ने वातावरण मिलाउनुपर्छ। स्वानसे नेपाल क्यान बी अ फुटबलिङ नेसन। हामीसँग प्लेयर छन्, ट्यालेन्ट छ, हामीसँग दर्शक पनि छ। अनि जबसम्म बल घुमिरहन्छ तबसम्म सपनाहरू बाँचिरहन्छ। अब फुटबल बनाउने होइन, अघि बढाउने हो। तर जब सपना
घाँसमा टेकिन्छ त्यो सपना फुटबल भन्छ। दिस इज मोर देन अ गेम, दिस इज होप। दिस जर्नी स्टार्ट्स हियर with a ball, a voice, and a dream. You are watching Dream on Grass.